कार्यक्रम विशेषमा तपाईलाई स्वागत छ। म प्रकाश सक्देल। आज हामीले कार्यक्रम विशेषमा समसामयिक देशको राजनीतिको विषयवस्तुमा कुराकानी गर्नेछौँ। आज हामीसँग हाम्रो स्टुडियोमा पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्मा हुनुहुन्छ। उहाँसँग रहेर एकीकृत नेकपा माओवादी भित्रको पार्टीको विवाद र शान्ति र संविधानका विषयवस्तुमा हामी केन्द्रित हुनेछौँ। पछिल्लो समयमा नेपाली राजनीतिज्ञहरूले नेपाली जनताहरूलाई शान्ति र संविधान दिन सकिराखेका छैनन्। नेपाली जनता अत्तालिएका छन्। कतिन्जेल नेपाली जनताहरू निराशामा बाँचिरहने अहिलेको अन्योलता यही नै रहेको छ। विशेष गरी आज हामी यो विषयमा वस्तुमा पनि केन्द्रित हुनेछौँ। यहाँलाई स्वागत छ कार्यक्रममा। धन्यवाद। आराम हुनुहुन्छ? ठिकै छ। तपाईँ त आफ्नो कार्यकालमा खुब विवादमा आउनुभयो नि, वायु सेवा निगमको कार्यकारी निर्देशक चयनको विषयले। हामी सरकारमा गइसकेपछि कामहरू अलिक नयाँ ढङ्गले गर्न खोज्यौँ। नयाँ ढङ्गले काम गर्दा त्यसले निश्चित रूपमा बहस, जिज्ञासा, उत्सुकता जन्माइहाल्छ। सायद लाग्दो हो कि पहिलादेखि शासन गरिराखेका, शासनमा बसिराखेका मान्छेहरूले नयाँ सरकार बन्दा, नयाँ सरकारमा सहभागी हुने जनताका प्रतिनिधिहरूले पनि पुरानै शासकहरूको सेवा गरोस्, पुरानै सिस्टमलाई फलो गरोस्, पुरानै योजनालाई कार्यान्वयन गरोस् भन्ने सोच्दा हुन्। हामीले त्यसमा ब्रेक गऱ्यौँ। जुन व्यक्तिसँग खुपी छैन, जुन व्यक्तिसँग क्षमता छैन, क्षमतै नभएको व्यक्तिलाई तपाईँले माथि चढाइदिनु हो, सगरमाथामा पुर्याइदिनु हो भन्ने कुरा आइरहेछ नि त। यो वाइजत कुरा हो यो। र मैले के देख्छु भन्नुहुन्छ भने यो त तपाईँको यति धेरै अवैज्ञानिक कुरा, यति धेरै चाहिँ ट्रेडिसनल चिन्तन हो यो, त्योभन्दा अर्को होइन। बरु हामीले के भन्यौँ भन्नुहुन्छ भने जनताले सामान्यतः 2007 साल वरिपरिबाट विशेष गरेर पछिल्लो दिनमा 52 सालदेखि यतातिर गरेका सङ्घर्षहरू जो छन्, चाहे जनयुद्ध भन्नुहोस्, चाहे पछिल्लो 79 दिनको आन्दोलन भन्नुहोस्, हामीले जो गऱ्यौँ त्यसको उद्देश्य भनेको विगतका शासक वर्गहरूले आफूलाई रैती ठान्ने, आफ्ना रैती ठान्ने, अयोग्य ठान्ने, असक्षम ठान्ने जनताहरूको राज्य व्यवस्था र तिनको पहुँचको निम्ति गरे। जब हामीले त्यसका प्रतिनिधिहरूलाई त्यहाँ पुर्याउँछौँ अनि पुराना शासक वर्गहरूमा छटपटाट पैदा हुनु, तिनीहरूले चाहिँ कोकोहोलो मचाउनु अन्यथा पनि मान्नु हुँदैन नि। हामी त जनताका छोराछोरी लगेको हो। यसो त हेर्दा के हुन्छ भन्दा हामी पनि सरकारमा जाने बेला उनीहरूलाई लाग्दो होला हामी त हिजो किसानका छोराछोरी भयौँ है, मजदुरहरूका छोराछोरी भयौँ। अहिले सरकारमा गएर तपाईँको मन्त्री बन्दा त उनीहरूलाई के लाग्दो होला भन्दाखेरि त्यो चाहिँ अपाच्य पनि हुँदो होला है। अनि हामीलाई विविध ढङ्गले चार्जिङ गर्न पनि खोज्दा होला, तर त्यो सत्य होइन। उनीहरूको आँखाबाट हेर्दाखेरि है नेगेटिभ पनि देख्लान्, हाम्रो आँखाबाट हेर्दाखेरि त अहिले यो जरुरी कुरा हो। जनताका प्रतिनिधिहरू, जनताका छोराछोरीहरूको राज्यमा पहुँच भनेकै त आन्दोलनको मुख्य उद्देश्य हो नि त। यो कुरा बुझ्न नसक्ने अथवा बुझेर पनि आफ्नो सत्ता स्वार्थको निम्ति कुतर्क गर्नेहरूको चाहिँ चिच्याहाट मात्रै हो, अरू होइन। कालीकोटको कुनै बेला कालीकोटको एउटा हेल्प पोस्टमा बिरामीको पेट छामेर बसेको व्यक्ति वायु सेवा निगममा पुग्यो भनेर व्यापक चर्चा आयो। त्यो त तपाईँले गरिदिनु भयो नि त? होइन, त्यो तथ्य होइन। बरु सत्य कुरा के हो भन्नुहुन्छ भने तथ्य कुरा के हो भन्दा हामीले वायु सेवा निगममा नियुक्ति गरेका मान्छे एउटा गरिब किसानको छोरा जसलाई 12 महिना आफूलाई खानु पुग्दैन थियो, तिनका छोरा हुन्। तिनले पढ्दै गए, सायद तिनको पढाइ चाहिँ जुम्लाको प्राविधिक क्याम्पसमा तिनले पढे। त्यसपछि चाहिँ यता काठमाडौँतिर आए, तिनी यता पनि पढे। पढाइको त्यो हो तिनको, तर उनी त सायद लाग्दछ स्वास्थ्य क्षेत्रमा उनले काम गरेनन्, होइन? त्यो 2 वर्ष जति कालीकोटको कुनै एउटा हेल्थ पोस्टमा काम गरेको भन्ने कुरा पनि आएको थियो। होइन, हेल्थ पोस्टमा होइन, उनको अलिकति टेक्निकल सेक्टर हो। प्राविधिक क्याम्पसमा पढ्ने बेलामा सायद उनको टेक्निकल सेक्टर हो, निर्माण लगायत। उनको शैक्षिक योग्यताले भ्याउँथ्यो तपाईँले जुन ठाउँमा पुर्याइदिनु भयो त्यहाँ पुग्न भ्याउँथ्यो? होइन, मजाले भ्याउँथ्यो, किन नभ्याउने। पहिलो कुरा मैले के भने भन्नु होइन, त्यो कुरा टेक्निकल हो। टेक्निकल असाध्यै सेन्सिटिभ टेक्निकल सेक्टर हो त्यो, तर त्यति मात्रै कुरा होइन, सबै त्यो होइन। त्यो पनि एउटा त हो, तर मूल कुरा भनेको नेपालको वायु क्षेत्रलाई नीतिगत दृष्टिले चाहिँ अहिलेको राष्ट्रिय आवश्यकताको तहसम्म कसरी पुर्याउने, योजना र कार्यक्रमको दृष्टिले कसरी पुर्याउने, प्रशासनिक दृष्टिले कसरी पुर्याउने, त्यसको प्रशासनिक कमान्डको दृष्टिले कसरी पुर्याउने भन्ने कुरा मेजर कुरा हो, हैन? तर नेपाल वायु सेवा निगमको एक्जिक्युटिभ चेयरम्यानले जहाज चलाउने होइन,
जहाज चलाउन त पाइलट चाहियो लिडर गर्ने व्यक्तित्व पनि त अलिक सबल हुनु जहाज चलाउन त पाइलट चाहियो हैन तर चाहिँ संस्था चलाउनको निम्ति नीति निर्माताहरू चाहिए योजना चाहिँ कारहरू चाहिए त्यसको प्रशासनिक कमान्ड गर्ने मान्छे चाहियो त्यो क्षमता उहाँसँग थियो भनेर मैले नियुक्ति गरेको पछिल्लो दिनमा घटनाक्रम त तपाईँले हेर्नु भएको छ नि त वायु सेवा निगम एकपछि अर्को सुध्रिँदै गएको छ दोस्रो कुरा संस्थागत दृष्टिले त्यहाँका सबै कर्मचारीसँग सोध्नु भयो भने अहिले चाहिँ एउटा नयाँ फिलिङ गरेका छन् सायद लाग्दछ भनेपछि तपाईँले राम्रो काम गर्नुभयो हो एकदम राम्रो काम हो नि त त्यो बेला चाहिँ तपाईँलाई जुन निर्णय गर्नुभयो तपाईँले तर त्यो निर्णय त लिनु नउगल्नु भएको थियो नि त तपाईँलाई खाउँ भने नखाउँ भने दिनभरिको शिकार भएको थियो नि त त्यो सही कुरा होइन सही कुरा के हो भन्नुहुन्छ भने यो निर्णय सही छ भनेर त मैले नि कन्फिडेन्टली डिल गरेको त्यो मलाई त्यो भएको थिएन बरु केही मान्छेहरूलाई चाहिँ त्यो सही भएको थिएन सही कुरा हो कर्णालीको मान्छे आएर नेपाल वायु सेना निगमको चेयरम्यान भयो भन्दा त पुराना शासक वर्गहरूको चेतनाले त हैन त्यसलाई चाहिँ स्वीकार्न सक्ने स्थिति होइन नि मैले त्यसैको उपज ठाने मैले आफ्नो तर्फबाट भन्नु होइन यद्यपि केही चिजहरू 100% चाहिँ पुरै हुनुहुन्थ्यो यो कुरा त होइन त्यहाँ गएर सिक्ने कुरा पनि थुप्रै हुन्छन् बेसिकल्ली हामीलाई चाहिएको नीतिगत चाहिँ नेतृत्व थियो प्रशासनिक नेतृत्व थियो हामीलाई चाहिएको योजनागत नेतृत्व थियो त्यो उहाँबाट हुन्छ भनेर नै हामीले लगेको घटनाक्रमले त त्यो देखायो भनेपछि त्यसलाई गल्ती सम्झनु तपाईको बाहेक अरू समग्रको चेतना स्तर कम हो होइन अरू समग्रको होइन केही कुरा उठाउने मान्छेको मात्रै आम जनताले त राम्रै मानेको छैन त नराम्रो मानेको छैन तपाईँ अहिले गएर त्यहाँका चाहिँ 1400 कर्मचारीलाई सोध्नुभयो भने कसो मन्त्रीले गरेर निर्णय सही छैन भने तपाईँ एकपल्ट तपाईँ त जर्नलिस्ट पनि हो गएर सोध्नुभयो भने पुष्टि भइहाल्छ नि मैले भन्नु पर्दैन